हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई न्यू भ्लग। अनि तपाईँहरूलाई थाहा नै भयो होला होइन, आज मैले कस्तो खालको भिडियो बनाउँछु तपाईँहरूलाई थाहा छँदैछ, किनभने तपाईँहरूले पछाडि गोरु देखिसक्नु भएको छ। अनि आज हामीले बारी जोत्न लाग्यो होइन। गाउँतिर त अब गोरुले जोत्छ नि त बारी, अब सहरमा पो ट्र्याक्टर लाउँछ, तर गाउँतिर त गोरुले लाउँछ। तर मैले आज होइन बारीमा गोरु जोत्दा चाहिँ मैले एउटा भाइलाई मिस गरेको छु होइन। त्यो भाइको नाम हो, गेस गर्नु त को होला? त्यो भाइको नाम हो खरायो भाइ, जो चाहिँ म्याग्दीमा बस्छ होइन। त्यो भाइ मैले बारीमा जोत्दाखेरि चाहिँ सुरुमा मैले त्यो भाइलाई मिस गरेको थिएँ क्या, किनभने त्यो भाइलाई मैले चिनेको नै बारीमा गोरु जोत्दाखेरि होइन। यत्रो थियो होइन मान्छे, त्यो हुन्छ नि त्यो जुवाएर गोरु लिएर हिँडेको, गोरुलाई लहाटेको मान्छे सानो भयो भने एकदम मिहिनेतै छ क्या खरायो भाइ होइन। तर अहिले चाहिँ ठुलो भइसक्यो, बुझ्ने भइसक्यो होइन। तर त्यत्रो टाइममा पनि गोरुहरू लिएर जोत्दिनै हिँड्थ्यो क्या। सकेसम्म यो भिडियो खरायो भाइसम्म सँगै पुऱ्याउनु होला। यहाँ छ हलो चाहिँ यहाँ छ नि भ्यूहरू। काली ओ काली ओइमा यिनीहरूलाई सट्टलाई जोत्नु हो आज होइन। मैले पनि जोत्नेवाला छु केटाहरूलाई। सुरुमा खुवाउनु टन्न खुवाउनुपर्छ नि त। अब यत्रो बारी जोत्दाखेरि अभियसली थकै त लगाइहाल्छ। अब के गर्नु, यिनीहरूको कर्मै यस्तै छ है। अहिले के गरेर यहाँ छ नि जाउ छ नि छोडिदिने माथि घाम पनि बबाल। काले गर्मी लास्टी छ बस्ती काले काले कले 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 अहिले पानी खलास। एकछिन दुःख गर। यसको सिङ आमा, यसको सिङ त के भयो ल चबेरमा के गर्नु, जोत्नु पऱ्यो। अनि यो लाउनु पर्यो, जोतेर सकिसकेपछि यो लायो भने त्यो बारी चाहिँ एकदम सिलिक्क देखिन्छ क्या। यो लाएर यसमाथि चाहिँ खतरा चढ्नुपर्छ। अब म्यागाडक्स या गाह्रो छ, गाह्रो गाउँमा काम गर्न लास्टै गाह्रो। गाउँमा काम गर्न लास्टै गाह्रो। किन मान्छेहरू गाउँमा बस्न मान्दैन भनेकै सहरमा सुख पाखा त कहाँ गाउँमा बस्छन् गाइज। गाई जब लेडकोमा चढ्थ्यो चट्टा लाएर हेरौँ। बल्ल सुरुमा बा जानुहुन्छ, त्यहाँ म जान्छु, मैले जोत्छु। नआएकोसम्म खरायो भाइले यस्तै गर्थ्यो यार। खरायो भाइ आई मिस यु। गाडीमा चढ्थ्यो, गाडीमा कहाँ लर फालिदिन्छ अहिले। ओए महाकाडक कुना लेडको मा थाइ तेरी क्या त्यसका एकदम राम्रो क्लियर छ, फुलाउनु पऱ्यो। छेउ ओए हो ए पाङमा नटेक त ओए हो ओए पुरा जा छेउ ओए ले फाइनल्ली बल्ल खाजा खाने टाइम भइरहेको। चाउमिन है, चाउमिन घरमा बनेको चाउमिन यो चाहिँ। खाजा खाने टाइम भयो। अनि खाजा खाएर फेरि चट्ट लगाएर एकछिनमा जोत्न जानुपर्छ। त्यस गाउँमा चाहिँ रमाइलो हुन्छ क्या।
यस्तो जोत्ने यताउति भन्दा धान यस्तो ढलिरह मजा होइन कुखुराहरू यहाँ चरिरह खतरा यता चाहिँ हाम्रो घर अनि अब खाजा खाएर फेरि हल्का फुल्का काम छ जोत्न आज जसरी जोतेर भ्याउनै पर्छ नि त त्यही भएर गाइस गाह्रो छ गाह्रो यी हातमा यस्तो घाउ पनि भइसक्यो यस्तो घाउ भइसक्यो गाह्रो छ गाह्रो आइसकेछ है जस 50सँग रमाइलो हुन्छ नि यस्तो बेलामा चाहिँ केटाहरू आफै गरौँ भन्नलाई ल कान्छो बस्नु कान्छो बस्नु ल उल्टो भयो जोत्ने हो ल म तानिदिन्छु है ल जोत्ने ल खै अलि उता ल ढाड चेक के यार गाइस त उठो कि यार सँग एउटा चतुरे भाइ आयो है चतुरे भाइ गीत गाइदेऊ ल छिटो भैँसी खै मा कसम यार गाइस एकछिन जोतेको है तर हातमा त लास्टै यो घाउ हुँदैछ कि यस्तो घाउ हुँदैछ हामी भनेको त कहिले नजोतेको मान्छे नि त लाइफमा फर्स्ट टाइम जोतेको होइन त्यही पनि खरायो भएर सम्झेर क्या खरायो भएर त्यति सानोमा यस्तो खतरा जोतिदिने मान्छे हामीले सकिन्न होला भनेर गरेको तर गाह्रो रहेछ गाह्रो एकछिन के जोतेको मा कसम हात त यस्तो भाइ एकछिन जोत्दा पनि क्या फाइनली आज जोस् अलिअलि जोत्यो हल्का फुल्का रमाइलो नि गरियो अनि मै त्यहाँ हेरिहन् कति भिडियो बना भनिहन् मम्मीले चाहिँ मम्मीलाई थाहा छैन नि त यो भ्लग भन्ने कुरा अब मम्मीलाई चाहिँ त्यस्तो थाहा होइन जस्ट एउटा भिडियो बना रमाइलो गरे भन्ने हुन्छ नि त तर रमाइलो भयो अलि लड्यो हातमा यस्तो घाउ पनि बनाइयो फर्स्ट टाइम गर्दाखेरि जतिजना पनि नयाँ भ्युवर्सहरू हुन्छ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला तपाईँहरूको साथ सपोर्टले गर्दा नै जस भिडियोहरू हाल्न मन लाग्छ ओके गाइज बाइ